भने कि आज हामी परमेश्वरको छोराछोरी भइसकेपछि एउटा साधारण विश्वासी मात्र होइन, तर हाम्रो भूमिका चाहिँ परमेश्वरमा एउटा चेला भएर जिउनु पनि हाम्रो जीवनको मुख्य कुरा हो। साधारण विश्वासी भएर अनि हरेक कुराबाट साधारण कुरादेखि लिएर हामी अघि बढ्ने कुराहरू छ। साधारण जीवनबाट नै हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरा सिक्यौँ। जीवनमा हाम्रो जब हामी चेला भइसक्छौँ, हाम्रो जीवनमा धेरै बाधाहरू आउँदछ। त्यो बाधाहरूबाट हामीलाई संसारले नराम्रो दृष्टिहरूले हेर्न सक्दछ भने त्यो कुरालाई हामी पछि राखेर हामी परमेश्वरमा अघि बढ्ने कुराहरू छ। हामी एकले अर्कालाई हात समाउँदै अघि बढ्ने, तर हामी संसारको कुरालाई हेरेर पछि हट्ने होइन। जतिजना आज हाम्रा भाइ बहिनीहरू, आमा दिदी बहिनीहरू परमेश्वरलाई चिनेर पनि संसारमा फर्किराख्नु भएको छ, उहाँहरूलाई प्रोत्साहन दिने कुराहरू हाम्रो जीवनबाट हुन जरुरी छ। हामी जब परमेश्वरको चेला बन्छौँ भने हामी आफैलाई मात्र बचाउने होइन, तर हामीभन्दा तलका भाइ बहिनीहरू, हाम्रा आफन्तजनहरूलाई पनि हामी बचाउनुपर्छ। उहाँलाई पनि एउटा असल चेला बनाएर अघि बढ्ने कुरादेखि लिएर पश्चातापका कुराहरू देखेर सबै कुरामा हामीले उहाँलाई अगाडि बढ्ने कुराहरू हामीले सिक्यौँ। र आउँदो दिनमा पनि हाम्रो जीवनमा आज जसरी हाम्रो गुरुबाले हामीलाई सिकाउनु भयो, त्यसरी हाम्रो जीवनमा अझै बढी हामी पालन गर्दै जाउँ। हामी एउटा असल चेला भएर चाहिँ मण्डलीको टेकाउ र हाम्रो गाउँ समाजमा रहनुभएका हाम्रा आमा तथा दिदीबहिनी दाजुभाइहरूलाई, मण्डलीको दाजुभाइहरूलाई पनि हामी अझै परमेश्वरको कुराहरू, नसिकेका कुराहरू उहाँलाई सिकाउँदै हामी अघि बढ्नेछौँ भन्ने हामीले यही हौसला र यही पाठहरूबाट सिक्ने मौका र अवसर पायौँ। सबैलाई